ल हामी चाहिँ यहाँ उमसङ यकमा आएको छौँ। अब यहाँबाट हामी चाहिँ जाँदैछौँ थेजन यक र थेजन यकबाट चाहिँ बुसानको हाम्रो ग्रुपको एकदम हुनार राम्रो लागेन हो। हाम्रो कम्पनीको हुनार कामदार 12 महिनामा 5 चोटि त उत्कृष्ट कामदारै भेटाउनु यस्तो गर्मी हुन्छ। कस्तो हावा पुऱ्याइदिन्छ फेरि उडाएर छालखेत उडाएर मान्छेलाई नि फेरि चिल्लन सक्दैन। अब डिसेन्ट भन्ने मलाई पनि खिच्दै हुन्छ, म पनि अगाडि हुन्छु। क्यामेराम्यान नजिक आएर पुरा ज्याङ्गो देखिनु भएको त भइरह बुझ्दै मास्क छराउनु पऱ्यो क्या नत्र चिन् को आइसक्यो त दिपेन्द्र भाइ अगाडि। हामी चाहिँ दिउँसो 12 बजे 1 बजेर 50 मिनटमा आएको। यहाँको आराम गर्ने समय भएर सबै निस्किँदैछन्। हेउन्डे बुसानमा पौडी खेल्दैछु। हाम्रो भ्लग देख्न सक्नुहुन्छ तपाईँहरूले। हाम्रो केटी खेल्दैछ है, 2 जना केटाहरू त्यहाँ आउँदैछन्। समुद्रमा घाम टट्टिँदा टट्टिँदा गोरो मान्छे पनि कालो भएर आएर है खरिएर नरिवेल पानी खाँदैछ होइन त भाइ। मलाई चाहिए कि भित्रको मैले चाहिँ हाम्रो टोलीहरू बुसानतिर लाग्यो। नाको टोली अब घुमेर आउँछौँ, कता कता घुम्छौँ भनेर देखाउँछौँ। हामी जाँदैछौँ। टोलीहरूको अनुहार देख्न सक्नुहुन्छ। खोइ त्यही अर्को भाइ चाहिँ बाहिरै बस्छ त है। ल हामी चाहिँ यहाँ उमसङ यकमा आएको छौँ। अब यहाँबाट हामी चाहिँ जाँदैछौँ थेजन यक र थेजन यकबाट चाहिँ बुसानको केटी काटेर जाने हो। अहिले हामीले टिकट पनि काटेर आइसक्यौँ। टिकटको दाम चाहिँ रहेछ 9200 मात्रै। ल हामी चाहिँ ट्रेनमा चढेर लाग्यौँ 2 जना यहाँ। अरू त अगाडि छ, अब फोटो खिच्न मिलेन नि त अरूको त। जाँदैछौँ है। बुसान जाने ट्रेन पनि आयो। ल ल अब केटिएक्समा जाने हो झ्याप्पै। ल केटाहरू 2टा जोडीहरू यही होइन हामी बुसान आइपुग्यौँ होइन त। ए ल हुन्छ ल ठीक छ। अब फर्किने होइन त, अब त एक घुमिहाल्यो। अब सकियो, अब हामी फर्किन। यही ट्रेनमा आएको थियौँ हामी ओटिसँग। कन्टेनर त्यहाँ बाहिर डाइरेक्टली अर्को रेडी छ। यहाँ टिकटक बनाएको हेर न भाइहरूले। बनाइराख्नु पर्यो है। फोटो नखिचे नि हामी यहाँनिर टक्क अहिले ट्रेनबाट ओर्ल्यौँ। अब एकछिन फोटोसोटो खिच्ने। अनि यो भाइले चाहिँ बक्सिङ हानेर मेरो क्यामेरा फुटाइदिइसकेको छ। अर्कोचोटि किनिदिन्छु भनेर म त्यहाँ हेर न टिकटक बनाउनु। यसरी हिँड्नु अरे। यो चाहिँ बिहाइन्ड द सिन है। गरिम भयो क्या। आइसक्रिम दिन गरिम भयो अरे। बनाइराख
कपाल पनि के हो यार यस्तो म पसिनै पसिना आइसक्यो मलाई त झन् गर्मी पनि लास्ट पसिना आयो यता नि देखाउनु न यस्तो यताको कस्तो राम्रो देखिरहेको छ सबै के यस्तो ल यस्तै बनाउनु धेरै 3x मा चाहिँ होइन सेम बन्नु पर्यो कति राम्रो देखायो भिडियोमा पेरिस बेगिटी रहेछ पर सलमान खान त्यहाँबाट पनि खिच्छ नि त म पनि त तिमीले क्यामेरै छ कि डेनिसा हेर्नु यता कस्तो लागिरहेछ हजुरलाई हाम्रो ग्रुपको एकदम होनार राम्रो लागेन हो निन्द्रा लागिरहेछ हाम्रो कम्पनीको होनार कामदार 12 महिनामा 5 चोटि त उत्कृष्ट कामदारै भेटाउनु कामदारको कुरो निकाल्छ ओ यार घुम्नेको कुरा गर्नु 5 चोटि उत्कृष्ट कामदारको अवार्ड पाएको व्यक्ति नपाएको त्यो पाएर त हो नि पैसा कम छ धेरै छ यार त्यो हेर्दा पो सानो छ यार भिडियो त भइगयो अब फोटो हेलो नमस्ते आज डे 2 कोरियाको साउथ कोरियाको बुसानमा छौँ हामी र केटाहरू यहाँ कोही नाच्दैछन् कोही भर्खर यहाँ बिचको ड्रेस लाउँदैछ अब हामी रेडी हुँदैछौँ अब हामी जाँदैछौँ हेउन्डे बिचमा र हाम्रो एकजना भाइ यहाँ नुहाउँदैछ नुहाउँदै गरेको भिडियो चाहिँ बनाउनु हुन्न होइन अब हामी हाम्रो रुममा चाहिँ यो यस्तो पुल सुल थियो अहिले भर्खरसम्म पुल सुल खेल्यो अब केटाहरू यहाँ बुद्धि सर हाम्रो नाच्नु हुँदैछ यहाँ कुन गीतमा हो पनि बुद्धि सरले यहाँ यो कसको भिडियो हो यो भिडियो हेर्दै नाच्नु हुँदैछ अनि यहाँ एकजना बिचवाला ड्रेस नरिवेलवाला भाइ हुनुहुन्छ यहाँ नरिवेलको पत्ता होइन त्यो के हो हामी चाहिँ हाम्रो टोलीहरू अब हेउन्डे समुद्रमा जाँदैछौँ एकजना भाइले चाहिँ मोबाइल बिर्सेर गए हामी बसेको चाहिँ यही होटल डिजाइनमा ल अब हाम्रो अनि हाम्रो धीरेन्द्र भाइ कस्तो हुँदैछ आजको बिदा कस्तो जाँदैछ त अनि यता हाम्रो दिपेन्द्र भाइ बुद्धि सर यता भन्नु पऱ्यो एउटा दुइटा महँगो पऱ्यो है हिजो नेपाली 20,000 मा बसिएको थियो यही रुममा आज 35,000 पर्यो ल केही छैन अब बस हाम्रो हेजाङगुक पनि आयो अब हामी हेजाङगुक खाएर जान्छौँ घुम्न ल लिनुहोस् है तपाईँहरू पनि साथीहरूको त फेरि यहाँनिर अर्कै कलरफुल ड्रिङ्क्स पनि छ हाम्रो चाहिँ छ यता यस्तो ठिक छ हामी मेट्रो बुसान मेट्रोबाट ओर्लेर अब जाँदैछौँ हामी जाँदैछौँ हेउन्डे बिचतर्फ चाहिँ अगाडि छ तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ वरिपरिको दृश्य छाता किनौ न यतै कता एकछिन पो हुन्छ त अहिले उहाँ त्यो बिचमा यस्तो गर्मी हुन्छ यहाँ रहेछ नि टोपीहरू एडिडासको यिनीहरू राम्रो छैन अब जे आफ्नो टाउकोमा छ त्यही राम्रो यहाँ अलिक महँगो पर्छ यहाँ महँगो नि पर्छ होला मलाई पनि खिच्दै हुन्छ म पनि अगाडि हुन्छु क्यामेराम्यान नजिक है पुरा ज्याङ्गो देखिनु भएको त
भइरह बुझ्दै माक्स छराउनु पऱ्यो क्या नत्र चिन्नु न अहिले फेरि हाम्रो यहाँ त आउँदैछ यसो ल गोनमा यता बनाएर बुसान बुसान वेलकम टु बुसान आउनु न अरू 2-3 जना पनि अगाडि जान्दैन अगाडि जानु मलाई पनि आउँछु न मलाई त केही बोल्न आउँदैन हामी चाहिँ अहिले बिचमा घुम्न जाँदैछौँ अलि त हजुरले पनि देखियो नि ल यो कुमन छलगाङको टोली यतिकै किसानको यात्रामा लागिसक्यो गाइसहरू तपाईँहरूलाई म नयाँ भलकरको साथमा हामी चाहिँ एकदमसँगले 2टा क्यामेरा 2टा भलकर चाहिँ उहाँ एकजना मेन दाई भलकर यता हुनुहुन्छ ल कस्तो रहेछ नि यस्तो यहाँ नदेखाउँ भलकरमा यो राम्रो हुँदैन भने तपाईँहरूलाई मैले त्यहाँ रफ बोलिदिनु नि ल हेलो ल कस्तो लागिरहेको छ यहाँहरूलाई यहाँ कुमुन छलगाङको टोली सरी भने कस्तो भइरहेको छ यहाँको धमनी यता ल अगाडि हाम्रो अलिअलि यो टोपी किनियो बल्ल बल्ल यहाँ राम्रो देखिएछ भनेर किनेपछि वेल्डिङ गर्ने जस्तो लागेको छ भनेर एकदम राम्रो देखिरहेको छ ल यहाँ के छ भाइको प्रतिक्रिया गर्मी छ धेरै रमाइलो छ अनि तपाईँको के छ प्रतिक्रिया तपाईँ मेन अब लिडर उता गाडी आयो गाडी आयो त मिस्टेक भयो अहिले यति राखौँ र एकटार आउँदैछौ तिमीहरू यहाँ के हुँदैछ फेरि यहाँ ए बाटो कट्ने ठाउँ रहेछ यहाँ क्यामेरामा खोइ त म त आइन त्यहाँ ल हाम्रो भिडियो हेर्न सक्नुहुन्छ देखायो म त चिन्दै नचिन्नु बुढियाले छेकिदिइहाल्यो नि यार बताउनु पर्ने भयो म त देखेकै छैन त्यहाँ हेर्नु कालो भएर मेरो अघि नै यहाँनिर यार हाम्रो भिडियो देखाउँदै थियो अहिले देखाउने छोडो अब हामी समुद्रमा नुहाउन जाँदैछौँ त्यो माथिको हुनसक्छ म उता जान्छु नि तपाईँहरू यताबाट खिचिदिनु तपाईँ कहाँनिर बनाउनुहुन्छ यस्ता कसरी त्यो भाइलाई नपर्खिने गाडी खिच्नु गाडी गाडी पुरा स्टिल बडी युएस आर्मी जस्तो होइन ल ओहो शीतल भयो अरे हो हामी जाँदैछौँ अब रातो बत्ती बलिसकौँ समुद्र हेर त्यो पहाड होइन फेरि त्यो यही रहेछ बाटो यार त्यो हामीले त्यो पहाड जस्तो देखियो नि पुरा पानी हो ल हामी आइपुग्यौँ है यहाँ पछाडिको पनि पानी हो कि त्यो तपाईँहरू देख्न सक्नुहुन्छ है खोइ 2जना केटाहरू चाहिँ त्यहाँ यहाँ शीतल आँखैले नदेखिरहेको ए ऊ त्यो घरमा चाहिँ के पैसा तिरेर बस्ने हो त्यो छातामुनि त्यसै बस्न पाइन्छ उहाँ छेउमा गएर त खिच्न पाएन यहाँबाट त पाइयो होला हो हाम्रो केटाहरू आउँदैछन् बुसानमा छौँ हामी चाहिँ दिउँसो 12 बजे 1 बजेर 50 मिनटमा आएको यहाँको आराम गर्ने समय भएर
सबै निस्किँदैछन् बिचमा टोपी लगाएर बसेको टोपी पनि बाङ्गो भएछ र यता हेरौँ भाइ भनौँ हाम्रो टोली यता है ल हाम्रो टोली है हेउन्डे कुसनमा पौडी खेल्दैछु हाम्रो भ्लग देख्न सक्नुहुन्छ तपाईँहरूले हाम्रो केटी खेल्दैछ है दुईजना केटाहरू त्यहाँ आउँदैछन् यसले त पुरै लडाइदिनु खोज्दो रहेछ यार ल केटाहरू रमाइलो गरौँ मैले भिडियो गरिदिँदैछु यहाँ हेर न रमाइलो गर हाम्रो यहाँ बुसानमा पौडी खेल्ने केटाहरू हुनुहुन्छ हाम्रो धीरेन्द्र कार्की भुवन केसी यता हो दिपेन्द्र भाइ उहाँ बुद्धि सर अब ह्यान्डओभर गर्दैछु म भुवन भाइलाई लेनिस दाई हाम्रो प्यारो लेनिस दाई ओ खतरा देखिनु भएको छ त अहिले ए नेपाली स्विमर पो हो त अहिले त सब राम्रो देखियो त केटाहरू यार लेनिस दाई 1 2 3 के हुँदैन यसरी समातो त सही हुन्न त हो कि होइन हो सँगसँगै यसरी समातो फेरि यो मलाई नतान्नुलाई फेरि दिपेन्द्र भाइ मोबाइल खोज्छ नि मोबाइल खोज्छ फेरि ओ मलाई त नतान्नु के मोबाइल खोज्छ फेरि ओइ ओइ यो भएन कि अनि म त कहाँ छु मोबाइल खोज्छ नि फेरि भुवन भाइको अर्कोपट्टिसम्म न अनि हात भेट्नु एकछिन है एकछिन हालै हाल्दियो रे मेरो खुट्टा मोबाइल कहाँ सुट हानेको यार फुटबलको खतरा सुट हानेको उडेर उडेर गुडेर जसरी हान्दिनु हुन्छ मलाई जबरजस्ती तान्या छ नि ब्यालुन छ त्यो बससम्म जानु अब त भाइ हाम्रो यता घुमेर खिच्छ न हामीलाई पनि खिचिरहेको छु कि सबैको खिचिरहेको ओ डीजे बजाइदिनु त यार बल किनेर लिएर आउनु त्यो एउटा तातो खतर बाहिर हिँड्न सक्दैन म त नसकेर यार छाला गुहाउँथ्यो खुट्टा शिवम दाई ओ शिवम दाई यता हेर्नु बुद्धि दाई ल ल सँगै भयो फोटो भिडियो ए धीरेन्द्र दाई ओके भएको छ क्या फोटो भिडियो सबै हो क्या भिडियो गर्दै फोटो खिच्दै हो क्या मेरो एउटा 15 सेकेन्डको भिडियो बनाइदिनु कस्तो लागिरहेछ गर्मीमा चिसोको लागि रमाइलो ठाउँ छ नि ल रुम नभेटेर तनाव भए पनि आज त्यो तनाव सबै मेटियो हजुर ओके ल अब हामी चाहिँ यहाँनिर बुसानको सी लाइफ भन्ने ठाउँमा जाँदैछौँ यहाँ जानको लागि चाहिँ टिकट लिनुपर्ने होला सायद अब टिकट लिएर हामी भित्र छिर्दैछौँ र हाम्रो बुद्धि सर हुनुहुन्छ अनि यहाँनिर माछा हेर्न आइयो होइन जलपरी ल जलपरी हेर्न हो घाममा डढेर कालो भइएको छ होइन नचिन्न सक्नुहुन्छ हामी समुद्रमुनि जाँदैछौँ समुद्रको माछा हेर्नलाई हामी र हाम्रो
हामी चाहिँ एक्वेरियम हेर्न आएको थियौँ अन्त हेलो काटे माछा अर्को माछा सब माछा रहेछ यसले यो माछाले त मलाई हेर्दैछ अरे मारेर खाना जाउँ पाइँदैन यार हेरौँ सेतो माछा नि रहेछ यो अर्को कालो माछा यो चाहिँ जिउँदैछ जिउँदै रहेछ त सब जिउँदै हुन्छ यो तैरेको हेर्नु न स्केलेटन ओके छ ल हेर्नुहोस् यहाँनिर कतिवटा छ भनेर भन्नुहोस् के हो यार खुट्टा भएको माछा रहेछ यार आँखा नि हेर्छ के पछुवा हेर न पछुवामाथि ट्याक्कै बस्छ यहाँले हेर्दैछ मेरो फोटो खिचेन भनेर पुजो भएको माछा रहेछ यार यो फेरि रङ्गी चङ्गी माछाहरू रहेछ कछुवाहरू बसिरहेछ त्यहाँभित्र हो यहाँ पनि यहाँ केटाहरूले हेर्दैछन् यहाँ रहेछ गोरी फिस गोरी र काली यस्तो माछा नि हुन्छ नि यसले त हामीलाई कति दिन पुग्छ है मुङ्ग्री माछा जस्तै छ त यहाँ यो त मुङ्ग्री माछा जस्तै छ त यहाँ मुनि माछा रहेछ पर पेङ्गुइनहरू छ यो कुन खालको माछा हो यो काठको दाउरा जस्तो छ त माछा पनि यो बिचमा काटिएको यो पेङ्गुइनले चाहिँ आफूले हात हलाउँदा उसले हातै हलाउँदो रहेछ अर्को हात हलाउँदा टाउको हलाउँदा टाउकै हलाउँदो रहेछ कलिवाला पेङ्गुइन हो ओरिजिनल पेङ्गुइन चाहिँ उहाँभित्र छ माथि हिँड्दैछौँ हामी जाँदैछौँ अर्कोतिर सार्क माछा भएकोतिर समुद्रै रहेछ नि त यो चाहिँ ओरिजिनल समुद्रभित्र होइन यो त हिन्दी फिल्म जादु फिल्मको जस्तो छ त ओरिजिनल समुद्र है यो चाहिँ माछा पकड्नु के दाइ यता हेर्नु न हाई गर्नु
नरिसाउ न यता हेर हेर माछा माछा हो भनेर स्क्रिनमा हेरिरहनु जस्तो लाग्यो यसले नि हेर्दैछ यो कत्रो माछा रहेछ भन्दै हेर्दैछ यसलाई यो ट्याटु हान्ने रहेछ केटाकेटीको जेल्ली फिस हेर न जेल्ली फिस क्या यार यस्तो पो हुने रहेछ यार जेली फिस आँखा हेर्नु न आँखा यार क्या दामी यस्तो यस्तो नि बाँचिरहेको है लाइफमा यो पनि जीव अरे यो पनि जीव अरे क्या जी भने कि हजुर पानी रहेछ हल्का सानो सानो हेर न उ त्यहाँ जेली फिस परिपरिको जेली फिस रहेछ अरे यो फेरि कुन खालको हो के खालको जनावर हो यो माछा पनि अनेक थरी छ माछा पनि हेर के खालको माछा हो किटाणुहरू चलाउने पुलिस लिसन इट भन्छ सुन्नु न समुद्रको आवाज क्याप्टेन शिवम साउन्ड सुन्ने रहेछ यो चाहिँ होइन यो गर्नु न शिवम यता हेलो क्याप्टेन 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 शिवम सर रिपोर्टिङ सर यस सर टाइटानिक डुबाउने क्याप्टेन हामी अहिले विशालको यो पनि यसले पनि बाँच्ने अधिकार पायो है यसको न के छ यसमा पनि जनावर हेर्नुहोस् दर्शकबिनहरू कति प्रकारको माछाहरू छन् यो फेरि यति धेरै हात हुन्छ नि आँखा हेर न अक्टोपस चाहिँ लुगाएको यति धेरै हात हुन्छ नि सायद यसको मासु चिकामा आएर त आइरहेको हुन्छ नि पहिलेको माछा यो समथिङ यो कुन खालको जनावर हो यो पनि जनावर हो ल सर्पा जस्तो के हो यो माछा हो के हो हामी खिच्दै खिच्दै यहाँसम्म आइपुग्यो होइन अब खिच्दै खिच्दै जान्छौँ
ओके हाई 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 आउँदो रहेछ नि मान्छेको छेउछेउमा हेलो हेलो यता 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 राँप पनि कस्तो हेलो 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 उयो ठुलो चाहिँ नआउँदो रहेछ है हेलो 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 यता 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 नजिक नजिक हेलो तपाईँहरू हेरेर दृश्यको मनोरञ्जन लिँदै गर्नु होला मैले केही बोलेको छुइनँ बोलेन भन्दैमा यो खोइ के प्रजातिको माछा हो पनि हेर्दैखेरि यस्तो नि माछा हुन्छ हेर्नु नि माछा हो त्यस्तो सिहर्स अरे समुद्र घोडा बच्चा बच्चा हेलो हेलो सानो छ त यार अब ठुलो त कहाँ पुरा पानीहरू कत्रो हो त्यहाँ टिभी हेर्ने जस्तो देखिँदो रहेछ पानी पनि त्यहाँ हेर्न त्यो नि यहाँ हेर न यहाँ फेला पारे अन्त मार्छ नि खाइहाल्दैन त्यो मुनि उयो माछा हेर न ड्रागन र बनाएर रहेछ नि त अघिको सिसावाला त्यो रहेछ कसरी हेर्न आइरहेको हामीले खाना जस्तो देखिरह होला है यसले मान्छे फेला पाऱ्यो भने छाड्दैन यार कुखुरको आउँदैछ त्यो मुनि हेलो 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 खै जल समुद्र मुनि पुग्यो हेलो हेलो हामी म समुद्र मुनि छु बनाउँदैछ आज घाममा डढेर कालो होइन कालो भइहाल्छ समुद्रमा पौडी खेल्नु हुँदा त्यो मान्छे अघि हिँड्ने बाटो त्यही त रहेछ नि ऊ आयो उहाँ न उहाँ नि कत्रो दाँत लागेर अहिले त हामीलाई त टोकिहाल्छ नि माछा पुगेको माथि माथि यहाँसम्म मात्रै हो यता त निस्किने ठाउँ रहेछ अघिको यो डल्ले माछा रहेछ कस्तो हो यार यहाँबाट चाहिँ फिल्म हेरे जस्तो देखिँदो रहेछ तर हुन चाहिँ त्यो रियल हो सिसाले पारे हुन्छ एक्वेरियम डुलिसक्यौँ भिडियो कस्तो लाग्यो हेरेर कमेन्ट सब्सक्राइब सेयर गर्न नभन्नु लाइक त गर्नै पर्यो नि को एकदम फेमस ठाउँ एकदम ऊ त्यहाँ फ्री ऊ छ होइन हामी चाहिँ घाममा हिँड्दैछौँ ल हेर है केटाहरू कस्तो रङ्गिन आयो कस्तो छ हेर न यहाँ ल यहीँबाट सेल्फी लिनु है पछि खाना दुध ओके स्क्रिन क्याप्चर गरेर झिक्नु भनेको
भिडियो चलेको मैले त्यो गर्नु अब हामी बाटो कटेर जान्छौँ गाडीले बाटो छिट्यो हेर्नुहोस् है अघि हामी मको ठाउँ त्यतै हो कहाँ हो मोनोरेल चलेको देख्नु भएर खोइ ऊ त्यहाँनिर चढ्न त हुन्छ त्यो पाहाडभन्दा त मनोरल ठिक छ खोइ केटाहरू खोइ कहाँ हो र खोइ त कहाँ गयो केटाहरू यार थोरै उभिरहेर ल फ्री एसी फ्री एसी फ्री एसी फ्री एसी खाउँ चिसो भयो फ्री एसी ओहो हो मान्छे भिड भयो फ्री एसी केटाहरू दिनमा सुनसान रातमा पुरा खोइ हाम्रो केटाहरू कहाँ आउँदैछ उहाँ पछाडि आउँदैछ समुद्रमा घाम टट्टिँदा टट्टिँदा गोरो मान्छे पनि कालो भएर आएर है फरिएर नरिवेल पानी खाँदैछ होइन त भाइ मलाई चाहियो हेरेको भित्र मैले चाहिँ देशमा शान्ति होस् भनेर जानकी मन्दिरमा पूजा गराएर होटल चेकआउट गरेर हामी निस्क्यौँ अब बुसानलाई बाई बाई हो अब हामी सिधै कम्पनी पुग्छौँ थेजन यकमा ओर्लेको टाइम अहिले हाम्रो ट्रेन अलिक भरे छ र यसो बाहिरको नजारा हेर्नलाई गर्मी यति रहेछ कि के भन्ने त गर्मीले त हामीलाई पाके जस्तै बनाएको छ अब हाम्रो यहाँ अगाडि छन् 3 जना यस्तो मान्छे पनि रहेछ नि यहाँ अब यहाँ गएर मोमो खाने गएको हो मोमो खानलाई कहाँ छ बाटो भन्दा उतै हो हलाल एसियन मार्ट रहेछ त्यो त यार ट्रेनकै चित्र बनाइदिएर रहेछ त यार बाटो पार गर्नुपर्छ कि यहाँ छ त घामले उनीहरूमा लाइट पर्छ नि त यता यहाँ त भयो नि शीतल बोल्नु न थेजनले होइन त्यो दर्शकवृन्दहरू तपाईँहरू हेर्दै हुनुहुन्छ लेनिस कान्छी मगर च्यानल र यस च्यानलमा मैले आज भिडियो खिच्दैछु र तपाईँहरूले हेर्दै हुनुहुन्छ मलाई होइन रातो रातो मोटे मोटे अब हामी चाहिँ यहाँ कहाँ हिँडेको भन्दाखेरि एउटा फोटो खिच्ने ठाउँमा गएको फोटो खिच्ने ठाउँ चाहिँ कसले देखेको भन्दा यो भाइले देख्यो है
हामी चाहिँ यहाँ ट्रेनको पर्खाइमा बसिरहेछौँ। थेजन यकभित्र एउटा ठुलो मार्केट रहेछ। त्यही मार्केटभित्र हामी पर्खेर बसेका छौँ। अनि यहाँनिर टक्क यता वरिपरिको भिडियोहरू पनि म तपाईँहरूलाई देखाइदिँदैछु। त्यही भन्छ